यसलाई स्वागत छ। थ्याङ्क यू। हेलो। आरामै हुनुहुन्छ? हजुर ठिक छ। ओके, तपाईँ आफै फिल्ममा हुनुपर्ने जस्तो लाग्छ मलाई, किनकि यति राम्ररी हुनुहुन्छ अझै पनि। थ्याङ्क यू सो मच। तर मेरो एम र हजुर टूमा चाहिँ अहिलेलाई छैन, सायद अब आउने केही दिनमा कुनै मुभीमा हुन सक्छु। ए मेरो हजुर 2 मार्फत आउँदै हुनुहुन्छ दर्शकमा, आज कस्तो लागिरहेको छ? खुसी लागिरहेछ, किनकि यतिका लामो समयसम्मको जुन आफ्नो अनुभवहरू थियो होइन, त्यसलाई बटुलेर सँगालेर आफूले सोचेको जस्तो चलचित्र बनाउन पाऊँ भन्ने त्यति बेलादेखि नै सोच थियो होइन। र अहिले आएर पुरा भएको छ, मलाई लाग्छ राम्रो बनाएको छ र एकदम खुसी छु। के हुन्छ भनेर एकदम एक्साइटेड छु। तपाईँले कहिले सोच्नु भएको थियो लाइक इन्डस्ट्रीमा आउँदाखेरि र तपाईँ चाहिँ एकदमै कुनै अब अहिले पनि तपाईँ एकदमै चार्मिङ देखिनुहुन्छ, अब यहाँले कम फिल्म खेल्नु भए पनि यहाँको त्यो चार्म गएको छैन, कम देखिनुहुन्छ फिल्ममा चाहिँ। सोच्नु भएको थियो लाइक वान डे आई विल बी अ डिरेक्टर? पहिला त मैले सोचेको थिइनँ होइन, र पहिला मैले हुन त म एउटा कलाकार बन्छु, यहाँसम्म आउँछु भने त्यो कुरा पनि नसोचेको कुरा हो होइन। बच्चा बेलादेखि नै अब के भन्ने भन्दाखेरि डक्टर बन्छु, इन्जिनियर बन्छु टाइपको कुराहरू हुन्थ्यो होइन। र अलि बुझ्ने भइसकेपछि म जब गर्छु, त्यो पनि ब्याङ्कमा भन्ने किसिमको सोच आउँथ्यो होइन। र मैले नसोचेको कुरा हो, मैले ख्यालमै रमाइलोको लागि भन्दै चाहिँ यो इन्डस्ट्रीमा छिरेँ होइन। र छिरिसकेपछि चाहिँ अहिले आएर जुन ठाउँ बनाइसकेँ, र डिरेक्टरको कुरा त मैले एकदम सोचेको थिएन। तर केही पछिल्लो समयको केही समय 2-4 वर्ष अगाडि चाहिँ अब मैले के गर्ने त, अब चाहिँ मेरो चाहिँ के हुन्छ त होइन, म चाहिँ के गर्न सक्छु, यो जसरी भयो भने म यो इन्डस्ट्रीमा चाहिँ बसिरहनुपर्छ, भइरहनुपर्छ, मेरो निरन्तरता रहिरहनुपर्छ, मेरो मबाट हुने केही न केही चाहिँ सहयोग, केही न केही चाहिँ राम्रा कुरा चाहिँ हुनुपर्छ यो इन्डस्ट्रीमा, जसरी पनि हुम भन्ने चाहिँ आफूलाई फिल हुन्थ्यो। र त्यति बेला होम प्रडक्सन त थियो नै, र मैले चाहिँ लास्ट आवरमा जसरी हुन्छ म चाहिँ एउटा डिरेक्टर बन्छु भन्ने किसिमको एउटा त्यति बेला चाहिँ सोचेँ, 2-4 वर्ष अगाडि मात्रै। तर त्यति पहिला चाहिँ मैले सोचेको थिइनँ। ए मेरो हजुर जुन फर्स्ट रहेको थियो सेकेन्डसँग कतिको डिफ्रेन्ट छ यो फिल्म, कतिको फरक स्टोरीमा निर्माण भएको छ, त्यसैको सिक्वेन्सको आधारमा के स्टोरीहरू पहिलाबाट नै आउँछ कि या त एकदमै टोटल डिफ्रेन्ट छ यसमा? हजुर, पहिलाको सिक्वेन्स आउने एकदम सिक्वेल पनि होइन होइन, डिफ्रेन्ट छ स्टोरी। र जो कोहीले बुझिहाल्नुहुन्छ ए मेरो हजुर भन्ने बित्तिकै एउटा लभ स्टोरी मुभी हो भनेर। तपाईँ पहिला हुनुहुन्थ्यो? हजुर, र नयाँ कलाकारहरू, नयाँ पिँढीहरूसँग काम गरिरहेको छु होइन, कि एकदम टोटली डिफ्रेन्ट होस्, फ्रेस लागोस् स्टोरी होइन। मुभी हेर्दाखेरि पनि सबैजनालाई फ्रेसनेस होस् होइन, इन्टरटेनमेन्ट होस्, 2 घन्टा हलमा बस्दाखेरि चाहिँ एउटा किसिमको मजा होस्, आनन्द होस् भन्ने हिसाबले चाहिँ सबैजनालाई नयाँ मानिसहरू, नयाँ हाम्रो आर्टिस्टहरूलाई चाहिँ सँगालेर चाहिँ मैले कलेक्ट गरेर उहाँहरूलाई चाहिँ काम गरेको छु। सो वाइ यु चुज न्यू आर्टिस्ट? साम्राज्ञी हुनुहुन्छ, जबकि साम्राज्ञी चाहिँ अलरेडी पपुलर भइसक्नु भएको छ, फेजमा एक्टरमा चाहिँ नयाँ फेस यहाँ ल्याउनु भएको छ, वाइ? त्यस्तो ठुलो कुनै रिजन त छैन होइन, तर पनि साम्राज्ञी चाहिँ आफैमा एउटा बेस्ट एक्ट्रेस हो होइन, किनकि उसले चाहिँ आफूलाई प्रुभ गरिसकेको थियो कि ड्रिम्सबाट चाहिँ ऊ राम्रो एक्टर हो भनेर। र त्यसै गरी सलोन त्यसै गरी सलिन छ होइन, त्यसै गरी अरू जति पनि आर्टिस्ट हुन्छ प्रायः नयाँ नै हुनुहुन्छ। र त्यस्तो ठुलो रिजन छैन। र मैले चाहिँ अघि नै भने नि एउटा फ्रेसनेसको लागि, फ्रेस देखियोस् होइन, त्यसको लागि पनि हो। र स्टोरीको माग भन्छ नि, स्टोरीको रोल कसलाई लिड गरेको, कसलाई सुहाउँछ भन्दाखेरि चाहिँ यो चाहिँ पुरानो कलाकारलाई भन्दा नयाँ कलाकारहरूलाई चाहिँ बेसी सुहाउने हुनाले चाहिँ त्यसरी पनि छान्न पुग्यो हो। एज अ डिरेक्टर तपाईँको आफ्नो यो जर्नी कस्तो भइरहेको छ? पहिला सुरुमा त एकदम एक्साइटेड थिएँ होइन, रमाइलो हुन्छ, यस्तो गर्नुपर्छ या भन्ने हुन्छ नि, एकछिन त्यो लागिरहेको थियो। बिचमा गएपछि कुनै बेला म हराएँ कि जस्तो हुन्छ नि, कन्फ्युज के ला। अब पुरा सेटमा चाहिँ आफू क्यामेराको अगाडि एकदम होइन, एक्सन भन्ने बित्तिकै अब पर्फर्म गरेर बानी, टक्क काम सकेपछि अनि आफ्नो उसमा गएर मेसमा गएर बस्यो होइन, सेट रेडी तयार छ ओके भनेपछि गयो, आफ्नो काम गऱ्यो खुरुखुरु, त्यो गरिरहेको बानी। अनि आफू चाहिँ क्यामेराको पछाडि अहिले चाहिँ डिरेक्टर भइसकेपछि पछाडि आफूले एक्सन कट भनिरहेछ, अनि काम सकिसकेपछि पनि टेन्सन के हुन्छ नि, पुरा अब कहाँ जाने, अब कुन चाहिँ सर्ट लिने होइन, कुन चाहिँ लोकेसन भयो भएन, जे कलाकारहरू ठिक छ कि छैन, उनीहरू खुसी छ कि छैन, अथवा उनीहरूले खायो कि खाएनदेखि लिएर सबैजनाको रेस्पोन्सिबिलिटी निभाउनु पर्ने एउटा डिरेक्टर भइसकेपछि त्यो जिम्मेवार चाहिँ एकदमै बोध भयो। साम्राज्ञी र जुन सलिन हुनुहुन्छ उहाँहरूको बारेमा भनिदिनुहोस्।
साम्राज्ञी त एकदमै राम्रो एक्टर छ होइन, उसलाई त अब मैले उसको तारिफ गरिरहनु पर्दैन, ऊ आफैमा प्रुफ भइसकेको छ। र सलिनको कुरा गर्दाखेरि उसले पनि एकदमै राम्रो काम गरेको छ, मेहनत गरेको छ होइन। र उसलाई ए मेरो हजुरमा हेर्दाखेरि ऊ नयाँ कलाकार हो, फर्स्ट मुभी हो उसको भन्ने चाहिँ कहीँ पनि कतै कसैले पनि खोट लाउने एउटा हुन्छ नि भन्ने औल्याउने चाहिँ कसैले पनि पाउनुहुन्न। यो फिल्ममा तपाईँको आफ्नो के क्यामियो रोल पो छ कि या त युआर इन सम सर मुभीको केही पार्ट्सहरूमा? छैन छैन, यसमा मलाई देख्न पाउनुहुन्न। यसमा टोटली नयाँ भाइ बहिनीहरू नै हुनुहुन्छ। आउँदा दिनहरूमा चाहिँ विल यु बी अगेन इन मुभी डिरेक्सन अर युर सेल्फ विल बी इन फ्रन्ट अफ क्यामरा? अब मलाई लाग्छ भदौ असोज त मेरो रिलिज नै भइहाल्यो होइन, त्यसपछिको केही 2-4 महिनापछि चाहिँ अब तयारी भइरहेछ होइन, स्क्रिप्टहरू भइरहेछ, त्यसपछि चाहिँ आउँछु कि जस्तो लागिरहेछ। अन्तिममा छौँ हामी। वाट यु वान्ट टु से टु यो अडियन्स, के भन्न चाहनुहुन्छ? त्यही हो, अब सबैजनाले नेपाली फिल्म इन्डस्ट्रीलाई एकदमै माया गरिरहनु भएको छ, अहिले सबैजनाको सपोर्ट एकदमै पाइरहेछ होइन। र पहिला पहिला हेरी अहिले त एकदम नयाँ जेनेरेसनहरू पनि नेपाली मुभी हेर्नुपर्छ, हाम्रो सपोर्ट चाहिन्छ, माया गर्नुपर्छ भनेर आइरहनु भएको छ होइन, र गरि पनि रहनु भएको छ पछिल्लो समयलाई अहिले हेर्दाखेरि। सो यो माया प्रेम निरन्तर रहिरहोस् होइन, साँच्चै नै तपाईँहरूको मायाको सपोर्टको आवश्यकता छ हामीलाई। सो नेपाली इन्डस्ट्रीलाई माया गर्नुहोस्, सपोर्ट गर्नुहोस् भन्न चाहन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू।